हेलो एभ्रिवान, नमस्ते। सन्चै हुनुहुन्छ होला हजुरहरू? म पनि सन्चै छु। र आज चाहिँ हामी खेततिर आएका छौँ, किनभने हाम्रो खेततिर चना पाकिसकेको छ। त्यसैले हामी चना निकाल्न आएको खेततिर। र त्यसको साथसाथै हाम्रो घरको कुकुर टुली पनि आएको छ। हामी देवर भाउजू चाहिँ आज देवर भाउजू भएर चना निकाल्दैछौँ। त्यसपछि छोरा पनि आएको थियो। क्यामेराम्यान चाहिँ अहिले छोरा भएको छ र मैले चना निकालेको बाबुले खिचिरहेको छ। अब बसे खुट्टा खोल्यो, बसेर गरेको टुरुक्क बसेर मेरो भिडियो हेरेर साथ दिनु भएकोमा थ्याङ्क यू सो मच।